सकिसक्यो फेरि अर्को लट पाक्दैछ सिधै खान्छ होला अबुई मैले यो चोरेर ल्याएको है गाइस घरमा कोही रहेनछ एकछिनमा देखाउँछु बनाउँदैछु जोडेर यस्तो सुविधा छ वाइफाई पनि चोरी लिची पनि चोरी गाइस हामी बाटो लिनु हिँडेको गाउँमा छौँ तर यहाँ जाँदा जाँदा यहाँ के देख्यौँ आम्मामा के हो यसको नाम उयो रे नाम के हो यसको अबुई अम्बौ यसले सिधै खान्छ होला अबुई भाउजूले टर्साइरै दिनुभयो अबुई शेर यता रिसाउँदैछ अबुई हामी चाहिँ हिँडेको माटो लिनु घर लिप्नको लागि माटो लिनु हिँडेको बाटोमा भाउजूले यत्रो यसको नाम के हो थाहा छैन मलाई हामी राई भाषादेखि गोहोरो भन्छौँ अनि के भन्छ नेपालीबाट यहाँ माथि माटो चाहिँ लिनुपर्ने थियो फुपू र भाउजू जाँदै हुनुहुन्छ हान्छ ल थोडा टर्सी राम 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 डन लाउँदैछ डन माटो चाहिँ यहाँ माथि नहान्नु क्या होस् कस्तो भाउजू भाउजूले भुट्ला बिनाको गोहोरो कुरा बिनाको के अरे भाउजू डोहोरो अरे नानु क्या लु हामी चाहिँ हाम्रो गन्तव्यमा पुग्यौँ भर्खरै गोहोरो कि टोहोरो यहाँ खन्नुपर्ने हुन्छ हामीले माटो भित्र रहेछ तीनवटा डोकु छ यहाँ फुपू यहाँ भाउजू हुनुहुन्छ यस्तो छ ठाउँ कोही पहिले चाहिँ यहाँ माथि घर थियो बस्नुहुन्थ्यो अहिले चाहिँ खाली छ यस्तो छ जङ्गलभित्र एउटा कुटी आनु पर्यो होला है मलाई अब ल हामी चाहिँ एकछिन आराम गरेर हाम्रो ड्युटी सुरु गर्छौँ घाम त रहेको छैन घामै घाम अब हामी चाहिँ आराम पनि गरिसक्यौँ ल यहाँबाट डङडाङ झरेछ हौ यत्रो झरेछ अब खन्ने कार्यक्रम हुँदैछ एउटा मात्रै हो अब खन्नुहुन्छ भने जानु पर्ने हुन्छ हामी घर ओको पक्को खोर्सानीको बोको गाउँघरमा त यस्तै हुन्छ है यसरी माटो खन्नुपर्छ अनि घर लिप्नु पर्ने हुन्छ गाउँघरमा त भाउजूले खन्दै हुनुहुन्छ यहाँ पोम्डीमा फुपू कपाल मिलाउँदै हुनुहुन्छ हिरोनी मोडेलिङ गर्नु कम्मरमा हात लाइ वरिपो कम्ता छन् त अब घर गएर पनि घर पर्ने हुन्छ यस्तो छ जिन्दगानी दर्पण यत्रो माटो सबै झरी गएको छ आम्मामा कहिले नि खाना चपरा चाहिँ सानोले चपरा ल माटो निकाल्दै हुनुहुन्छ भाउजूले फुपूले हाल्दै हुनुहुन्छ छान्दै सबै पानी परेर यस्तो भइसकेछ है
हेर्नुहोस् न के पो यस्तो छ माटो यस्तो चाहिँ लानुपर्ने हुन्छ मजाले खनिङ्स गर्दै हुनुहुन्छ भइसक्यो भारी भरिसक्यो अर्को बाँकी छ एउटा पस्दैछ एउटा बाँकी छ ए लाम काटो आनको जिर डोकुडा पापा खाटमा डोकुडा काङसँग आउँथ्यो अघिको त्यो के पो अघिको त्यो हाम्रो भाषा चाहिँ गोरो भन्छ नेपालबाट त के भन्छ थाहा भएन त्यो चाहिँ अब फर्किँदाखेरि अरे mana muyung ya hen mitu mana bukta ngalo bukan saya meru sekarang don tak lo orang kok di sao kamu kok wah mang suma satu lah ini ya lo tiga cepet aja nggak sih radio kutia cina bola dari cina alas waktu itu bitra Nasteh पानी बढेर झन् यस्तो काम गर्न नि जान्छ मान्छेलाई मारेर पुर्न पनि जान्छ रिस उठ्यो भने रैनीलाई रिस उठ्यो भने यही पुर्छ पनि मान्छेलाई मार तेरो दाँत भन्दा पनि फेरि सानो छ कोडाल चाहिँ फुटेला हुँदैछस् यत्रो छ हो यो मेरो दाँत बड ठुलो छ होला यी मेरो दाँत बड ठुलो छ होला यी ओके ल हाम्रो चाहिँ भारी भयो हामी चाहिँ फर्किन लाको अब टिकटक पनि बनायौँ ढिलो भयो अब भारी बोकेर जानुपर्ने हुन्छ अनि उता चाहिँ बुहारीको अब हामी चाहिँ जानुपर्ने हुन्छ हैन गएर घर लिप्नु पर्यो यस्तै छ गाउँले जिन्दगी कस्तो छ हौ भारी गरौँ छ कि महसुस कस्तो छ हौ भारी पुर्याउन सकिन्छ नि घरमा मजाले राईको छोरी हो यति त काम गर्न सकिहालिन्छ नि राईको छोरी हो यति त काम गर्न सकिहालिन्छ नि ओके के न बाबु भन्नु त अनि ल अब मैले बोक्नु पर्ने हुन्छ है त्यो चाहिँ ल अब सालचना खाइयो है खाइयो मैले यो चोरेर ल्याएको है गाई चाहिँ घरमा कोही रहेनछ गाउँघरमा त यस्तै हो बाउ यस्तो सुविधा छ वाइफाई पनि चोरी लिची पनि चोरी यहाँ भन्दा के पाउनु आज चाहिँ यो सुँगुर मार्नु पर्ने छ मान्छेहरू आइराख्नु भएको छ बढेन कसै ठुलो पनि छैन भएर अब मार्नु आउनुभएको छ मान्छे आउनुभएको छ ओ त मामाहरू आउनुभएको छ मार्नुको लागि मोटीको बामा छ नि त्यसमाले माडी किन नि हाने त साम्बा मोडे त मोडी खान गर्नु ओ मोडी मेन जंगल जाजमा ओ मोडी सामने चाहिँ पकाउँदैछु मासु आज मासु काटेको अब यो पकाउँछु म यहाँ बोसो मैले हालेको थिएँ कराईमा यो पकाउँछु म
सुँगुर भित्री मासु पनि छ उयो पनि छ म पकाउँछु काट्दै हुनुहुन्छ यो पकाइसकेर यति धेरै पकाउनु पर्ने हुन्छ मैले अब बुसु निकाल्नु खोजेको अहिले कराईमा हालिसकेँ पाक्दैछ सुँगुरको मासु कराई त यस्तै हो फेरि यहाँ रगत छ यो हालेर पकाउनु पर्ने हुन्छ कराई सानो भयो यो चाहिँ के पो बनाउन आँटेको हामीले के पो आन्द्रामा चामल लाउन लाग्यो के आन्द्रामा झुमा भन्छ नेपालीमा चाहिँ हामी झुमा बनाएर खाने झुमा बनाएर खान आँटेको के हो म पनि फर्स्ट टाइम सुन्दैछु यो झुमा यो चाहिँ के भन्छ अरे राईको डाँडा के भन्छ भागठोक राईदेखि चाहिँ भागठोक बनाएर खानुपर्ने भन्नुहुन्छ कि के चाइङढुङमा कि जामा भन्नुहुन्छ यो चाहिँ उसको उयो रगत यो बोसो यो खोइ के हो यो बाल्टीमा यत्रो चामल कहाँ लाएर खान्छ पनि काटिँदै बाउजूले काट्न आँट्नुभएको छ हुनु परेन नि यति नै लेको तयारी चामल अब लाउनुहुन्छ के लाउँदै हुनुहुन्छ काकीले कति लाउनुहुन्न पुग्दैन अब धेरै ठुल्ठुलो छ सानो गएर ढोकाको चेपबाट यो तयारी हुँदैछ है चामल लोकल चामल बाउजूले काट्न बोसो काट्दै हुनुहुन्छ अब तयारी हुँदैछ है दाइ उयो के भन्छ के त्यो मासुहरू उसिन्दैछ धेरै भरे नि बनाएर देखाउनु बजार जस्तै के गर्नु के उसिनेको यति भयो यहाँ छ यहाँ बाउजूले काट्दै हुनुहुन्छ अब यो चाहिँ दिने र उलोनीमा उसिनु खोइ के हो बनाएर खानु बनाउन आँटेको चाहिँ नाम थाहा छैन हामीलाई हाम्रो भाषादेखि चाहिँ भाको उठोक ढुङमा कि चामा भन्छ खोइ अरू त थाहा भएन उयोदेखि चाहिँ एकछिनमा देखाउँछौँ ल गाइस भाउजू र म मात्रै छौँ यहाँ छ लसुन म अब यसलाई उयो गर्छु बोसो भाउजू बनाउँछु यसको नाम के हो थाहा छैन यहाँ एक भाडा छ पकाउने मान्छे बनाउने मान्छे यता हुनुहुन्छ कति ल सक्यो है अब त फाइनल भइसक्यो यति रह्यो ग्रुपहरू यति छौँ आदि काका गइसक्नुभयो खाइवरी यति रह्यो हामी
कुटिएर खिचेम छैन ओडा मुनि मेयो ओडा यो ओडा माइ खाऊ बप्पाको वस्तु आज चाहिँ म घर लिप्छु आज चाहिँ घर लिप्नु पर्ने छ किचन अब म घर लिप्छु हेर्दै गर्नु होला ल किचन चाहिँ यस्तो छ आज लिप्नु पर्ने छ पानी परेर सबै यस्तो भइसकेको छ यस्तो छ हाम्रो किचन यहाँ माटो गोबरहरू सबै रेडी भइसके गरिसके यस्तो चाहिँ किचन भाँडाकुँडाहरू सब यस्तो छ अब लिप्नु पर्ने हुन्छ मैले यो मैले यहाँ राखेको हो यस्तो छ हाम्रो किचन यस्तो रहेको छ हाम्रो किचन यो अब सबै यस्तो भएछ त्यही भएर अब म लिप्छु घर हेर्दै गर्नु होला अब मैले घर लिप्नु पर्ने हुन्छ यो गोबर यो माटो माटो हो माटो मैले पानी अब म घर लिप्छु घर लिपिसकियो लिपेर पनि सकियो सब्जी पनि छैन मराइहरू चाहिँ यस्तो हुन्छ है यता मकै छ केही छैन यहाँ छ हाम्रो बानहरू मासु काट्ने यस्तो चाहिँ हाम्रो किचन चाहिँ यस्तो छ रात पर्छ घर लिपेको यस्तो छ अन्ध्यारो रात परेर भएन हाम्रो चेराइहरूको ल यस्तो हुँदैन अर्को खालको हुन्छ तर यो सजिलो छ त्यही भएर यो भित्र अर्को ठाउँमा छ त्यही भएर यो चाहिँ होला गाइज यो चाहिँ हुनैपर्छ है हाम्रो चाहिँ यो चाहिँ हुनैपर्छ अनिवार्य यो पल्लो ठुलो घर यो चाहिँ किचन हो हाम्रो आगो बलिसक्यो भात बसाउँछु म आमाले चाहिँ चारो बनाउँदै हुनुहुन्छ यहाँ पकाउँदै हुन्छ हामी चाहिँ बाहिरी पकाउँछौँ यस्तो छ एउटा सुँगुर चाहिँ हिजो काटिहालेँ म अब दुईवटा बाँकी छ एउटा सानो एउटा ठुलो आमाले बनाउँदै हुनुहुन्छ आजको भिडियो यही इन गर्छु मन परे लाइक कमेन्ट सेयर सब्सक्राइब हानिदिनु होला है त अब खाना बसालिहालेँ अब दाल बसाउनु छ खाना बसालिसकेँ अब दाल बसाउनु छ त्यसपछि मासु छ त्यही बनाउँछु
यो चाहिँ काटेको यो चाहिँ अस्तिदेखिको हो भिडियोहरू काट्दै अलि बनाउँदैछु जोडेर आजको भिडियो चाहिँ म यही इन गर्छु भिडियो पनि लामो भइसक्यो डोन्ट फर्गेट टु लाइक कमेन्ट शेयर सब्सक्राइब बाई बाई